हेलो नमस्ते सबैजनालाई अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। र आज भने म नयाँ भ्लगको साथ आफ्टर लङ टाइम आइरहेको छु। र आजको टपिक भनेको सर्बियामा स्यालेरी होइन, बेसिक स्यालेरी, होटल रेस्टुरेन्ट लाइनमा स्यालेरी के कस्तो छ र फेसिलिटीहरू के कस्तो छ, त्यसको लागि चाहिँ म आज केही नयाँ भिडियोहरू बनाउन गइरहेको छु। र आज भने मेरो साथमा हुन्छ, मेरो साथीहरू हुनुहुन्छ। उहाँलाई चाहिँ म मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। स्वागत छ तपाईँहरूलाई। थ्याङ्क यू थ्याङ्क यू। सबैले नमस्कार। अनि तपाईँको आफ्नो इन्ट्रोडक्सन दिन सक्नुहुन्छ? मेरो नाम विमल धामी, घर नेपाल बझाङ, हाल सर्बिया बेलग्रेड। हेलो, मेरो नाम मनोज श्रेष्ठ, म काभ्रे पलाञ्चोकबाट हाल बेलग्रेडमा छौँ। अब भने ढिला नगरी उहाँहरूसँग चाहिँ मैले केही क्वेसनहरू सोध्ने प्रयास गर्दैछु र उहाँहरूले पनि भन्नुहुनेछ। र यो भिडियोलाई चाहिँ स्किप नगरी फुल वाच गर्नु होला, किनभने तपाईँहरूले हामीले के कुरा गरिरहेको छौँ त्यो कुराहरूलाई तपाईँले बुझ्न सक्नुहुन्न। र अब पनि ढिला नगरी उहाँहरूलाई मैले केही क्वेसनहरू सोध्छु। सर्बियामा अहिले कस्तो कस्तो लागिरहेछ? सर्बियाको जस्ट यहाँको एउटा चहल पहल होइन, हरेक कुराहरू तपाईँलाई चाहिँ अहिले कस्तो लागिरहेको छ? मलाई यहाँनिर अहिले सबै कुराहरू ठिक लाग्छ। यहाँको नियम पालना होइन, समयको एकदम महत्त्व, अनि कामको देखि लिएर सबै कुराहरू, वातावरण, हिँड्ने डुल्नेदेखि लिएर सबै कुराहरू, कामदेखि लिएर कम्पनीले लिने रेस्पोन्सदेखि लिएर सबै कुराहरू राम्रो लाग्छ, मनपर्छ। अहिले तपाईँले काम गर्ने भनेको रेस्टुरेन्ट लाइनमा होइन? तपाईँको जस्तो कुन सेक्टरमा तपाईँले अहिले कुन काम गरिरहनु भएको छ? मलाई चाहिँ मेरो रेस्टुरेन्टमा चाहिँ अहिले मलाई चाहिँ एउटा ओन्ली एउटा फ्राईमा मात्र काम लाग्छ होइन। एउटा काम भनेर एउटा काममा लाग्दैन। अनि जे होस्, हामीले चाहिँ सजिलो काम दिएको छ। एउटा जस्ट आलु फ्राई गर्ने हो, बस्ने हो, एउटा डिमान्ड सम्हाल्नुपर्छ, बस त्यति नै हो। काम चाहिँ तपाईँको धेरै सजिलो छ है? यहाँ अनि हाम्रो मनोज सर पनि त्यही सेम कम्पनी है? हजुर, सेम कम्पनी हो। कम रेस्टुरेन्ट मतलब तपाईँहरूको त्यहाँनिर कुन परिकारहरू, कुन आइटमहरू बन्छ त्यहाँनिर? हाम्रो सबैभन्दा बढी बन्ने भनेको फास्टफुड आइटम हो। बर्गर सबैभन्दा हाइजेस्ट जाने भनेको हाम्रो बर्गर हो। बर्गर बाहेक अरू हाम्रो कम्पनीको नामै स्मास बर्गर छ। हाम्रो स्मास बर्गरमा बर्गर बाहेक अरू त्यस्तो कुनै पनि छैन। र फ्राई आइटममा फ्रेन्च फ्राई, बातत, अनि मोचेरेला, यस्तो अनेक आइटम पनि छ, फ्राई आइटमहरू बढी जस्तो। सर्बियामा यो स्मेस बर्गर कम्पनी पनि इन्टरनेसनल्ली नै हो होइन? एकदम राम्रो कम्पनी हो र एकदम चल्ने कम्पनी हो। र यो भनेको एकदम हाई। अब भने चाहिँ म मनोज सरसँग केही कुराहरू सोध्न गइरहेको छु होइन। मनोज सर, तपाईँलाई चाहिँ अहिले सर्बियामा आएर कस्तो फिल भइरहेछ? पोजिटिभ, नेगेटिभ? राम्रो छ, सर्बिया एकदम राम्रो छ। वेदरदेखि लिएर यहाँको मान्छेहरू पनि हेल्पफुल छन् एकदम। काम पनि राम्रो छ। तपाईँहरूको अहिले कम्पनीमा जस्तो तपाईँहरूलाई प्रोभाइड गर्ने स्यालेरी तपाईँहरूले यहाँनिर एक्सप्लेन गर्न सक्नुहुन्छ? हाम्रो 800 युरो हुन्छ, प्लस बोनस टिप्स गर्दाखेरि राम्रो छ भनौँ। जेस तपाईँहरूलाई चाहिँ बोनसहरू एभ्रिडे दिन्छ कि मतलब कस्तो हुन्छ? यस्तो टिप्स हाम्रो एभ्रिडे आउँछ। एभ्रिडे टिप्स आउँछ होइन? एभ्रिडे आउँछ। मतलब तपाईँहरूको 800 त अब तपाईँको बेसिक स्यालेरी त भइसक्यो होइन? 800 फिक्स स्यालेरी भयो, प्लस चाहिँ बोनस भयो, त्यसपछि चाहिँ टिप्स भयो है? तपाईँहरूको लगभग टोटल यताउति गर्दा चाहिँ स्यालेरी कति हुन्छ? टोटल लगभग 900 युरो जति हुन्छ हाम्रो। धेरै धेरै राम्रो है। 900 युरो सर्बियामा, 900 युरो भनेको चाहिँ एकदम बेस्ट स्यालेरी हो। किनभने हामी प्रायः जस्तो अहिले म आएको पनि यहाँनिर 2 इयर्स हुन लागिसक्यो। अहिले धेरैसँग बुझ्दा चाहिँ मैले स्यालेरीमा बुझ्दा चाहिँ प्रायः जसोको स्यालेरी चाहिँ एकदम कम नै कि होइन? अब होला कसैको चाहिँ मिनिममको चाहिँ मतलब स्यालेरी होला होइन, यति नै होला। तर म्याक्सिमम प्रायः जस्तो मान्छेको चाहिँ मैले यहाँनिर सोध्दा चाहिँ स्यालेरी त्यति राम्रो छैन होइन? सर्बियामा त्यति राम्रो पनि हुँदैन होइन? ठिकै हो। अब अहिले तपाईँहरूलाई चाहिँ कम्पनीले दिएको एउटा रेस्पोन्सिबिलिटी होइन, हरेक कुराहरू तपाईँहरूलाई दिएको सेवा सुविधाहरू, स्यालेरीदेखि लिएर हरेक कुराहरू चाहिँ जस राम्रो छ। र तपाईँहरूको अहिले स्यालेरीहरू मतलब अहिले बेसिक स्यालेरी 800 छ भने जस्ट पछि बढाउँदै जाने हो कि मतलब कति महिनापछि स्यालेरी बढाउँछ? यो कुराहरू चाहिँ के कम्पनीले चाहिँ के कस्तो सुविधा दिइरहेको छ? कम्पनीले सुरुमा
3 महिनामा स्यालेरी हाम्रो बढाइदिएको हो पछि विगतमा ल सायद हाम्रो यस्तो थियो, वर्ष हाम्रो होला। के थियो भन्दाखेरि हामी सुरुमा आउँदाखेरि आएको बेला चाहिँ हामीले 750 दिएको थियो। हामी आएको लगभग 2 महिना 1 हप्ता जति भएको थियो। 1 हप्ता 2 महिना 1 हप्ता जति भइसकेपछि हामीले सिधै 800 युरो पुगाएको। 800 युरोबाट त्यसमा पनि बोनस प्लस अब दैनिकी टिप्स आउँथ्यो, दैनिकी टिप्स दिइराखेको हुन्थ्यो। सबै म्यानेजिङ राम्रो थियो हाम्रो कम्पनीमा। आएदेखि स्टार्टदेखि नै हाम्रो 900 युरो पुग्नै थियो। किन भन्दाखेरि हाम्रो टिप्स र बोनस एकदम बढी आउँछ क्या हाम्रो चाहिँ कम्पनीमा। टिप्स र दैनिकी आउँछ, बोनस भनेको महिनामा साहुहरूले कम्पनीहरूले बढी प्रफिट जान्छ हाम्रो कम्पनी चाहिँ। त्यही हिसाबले चाहिँ कहिलेकाहीँ जसरी भनिदिन्छ। अस्ति हामी आएको 3 महिना नपुग्दै लगभग हामीलाई 100 युरो सबैलाई दिएको थियो बोनसको, तपाईँहरूलाई भनेर नि दिएको थियो साहुले नै। एकदमै राम्रो हो होइन। तपाईँहरूको जुन स्यालेरी हेर्दा हरेक कुरा हेर्दा चाहिँ तपाईँहरू चाहिँ एकदम लक्की हो, तपाईँहरू चाहिँ एकदम लक्की हो होइन। तर उहाँहरूको चाहिँ एकदम राम्रो हो, मलाई पनि राम्रो लाग्छ। उहाँहरूले भनेअनुसार मैले बुझेअनुसार होइन, उहाँहरूको स्म्यास बर्गर भनेको एउटा इन्टरनेसनल्ली नै है त्यो कम्पनी भनेको एकदम राम्रो। अनि तपाईँहरूको चाहिँ खाना बस्न आफ्नै हुन्छ कि कम्पनीले प्रोभाइड गरे हुन्छ? हाम्रो कम्पनीबाट फुड प्लस एकोमोडेसनदेखि लिएर ट्रान्सपोर्टेसन सबै कम्पनीले नै गर्छ। मतलब सबै खाना बस्नको लागि यताउति होइन, सबै कम्पनीले हेर्छ है। एकदम राम्रो हो, कम्पनी चाहिँ धेरै राम्रो हो होइन। पछि स्यालेरी पनि ग्रो गर्दै जाने होइन, अनि त्यसपछि आफ्नो जुन लेभल छ काम गर्ने त्यो पनि एकदम बढाउँदै स्टेप बाई स्टेप बढाउँदै जाने होइन, त्यो चाहिँ राम्रो। अनि म्यानेजमेन्ट पनि कस्तो तपाईँहरूको रेस्टुरेन्टमा चाहिँ म्यानेजमेन्ट यताउति हरेक कुराहरू कस्तो छ त्यो पनि भन्न सक्नुहुन्छ है? म्यानेजमेन्टहरू सबै राम्रो छ। विमल सरले आफ्नो कुराहरू भन्नु न। हाम्रो ठिक छ, म्यानेजमेन्टदेखि लिएर होइन सबैले एउटै, अब म्यानेजरदेखि लिएर स्टाफदेखि लिएर सबैले म्यानेजमेन्ट एकदम बवाल लाग्छ मलाई चाहिँ हाम्रो कम्पनीमा चाहिँ होइन। अब त्यो खाने बस्ने कुराहरू हामीले अब सबै कम्पनीले दिएको छ अहिलेसम्म चाहिँ राम्रो छ। हाम्रो कम्पनीले नै सबै जिम्मेवारी लगाएको छ, रेस्पोन्स लगाएको छ हामीहरूप्रति चाहिँ होइन। ठिक छ, जे होस् हाम्रो चाहिँ। अब भने हामी धेरै लामो भिडियो बनाउन चाहन्नौँ, किनभने एउटा जस्ट इन्फर्मेसनको लागि मात्रै आज हामी भिडियो बनाउनको लागि हामी 3 जना सँगै भएको थियो। हाम्रो छुट्टी पनि सँगै थियो भनौँ होइन हामी हो। सो आज भने मैले उहाँहरूसँग धेरै कुराहरू सोधेँ र फेरि पनि मैले यस्तै भिडियोहरू उहाँहरूसँग नै मैले बनाउने छु होइन। हरेक कुराहरूको बारेमा चाहिँ मैले इन्फर्मेसन लिएर आउनेछु। अब भने हामी यो भिडियोलाई चाहिँ अन्त्यतिर लाँदैछौँ र मनोज सर अनि विमल सरलाई म एउटा कुरा सोध्न चाहन्छु। जस्तो नेपालबाट अब अहिले भिसा लगाउने सोचमा हुनुहुन्छ र अहिले जति पनि आउन चाहनुहुन्छ र अहिले भिसा लगाएर आउन लाग्नु भएको छ, उहाँहरूलाई चाहिँ तपाईँहरूले के इन्फर्मेसन दिन चाहनुहुन्छ भन्नु त? मलाई चाहिँ सर्बियामा आउनुको जुन जति भन्छन् हाम्रो नेपाली दाजुभाइहरू, आउनुहोस् नआउनु भन्दिनँ, एकदम बुझेर एकदम होइन। अब नेपालको एजेन्सीदेखि लिएर सबै कुराहरू बुझेर कुनै पनि डकुमेन्ट फेक नभएर, कम्पनी जस्तो परे पनि डकुमेन्ट चाहिँ फेक भयो भने चाहिँ अलिक गाह्रो हुन्छ र एकदम बुझेर आउनु चाहिँ एकदम बेटर लाग्छ मलाई चाहिँ। त्यो पनि एकदमै राम्रो कुरा हो। र नेपालबाट कहिले पनि तपाईँहरूले भिसा एप्लाई गर्दा होइन सुरुमा बुझ्नु होला होइन। कतिपय दलहरूले अहिले त अब सिस्टम पनि अर्कै छ, 10,000 भन्दा धेरै पे गर्न नपाउने, लिन नपाउने अहिले होइन। सिस्टम एकदम चेन्ज गरेको छ हाम्रो नेपालमा बालेन सरकारले। जय नेपाल। हामीले यही भिडियो मार्फत नै सन्देश दिन चाहन्छौँ सबैजनालाई। अनि अब बालेन सरकारले अब यदि यो भिडियो हेर्नु भने अब उहाँसम्म त पुग्दैन होला, त्यही पनि बालेन सरकारलाई पनि भन्न चाहन्छौँ, हामी जति पनि विदेशमा छौँ होइन र नेपालबाट एप्लाई गर्दै हुनुहुन्छ उहाँहरूलाई पनि तपाईँहरूले एकदम कसरी हुन्छ होइन सहज चाहिँ बनाउनु होला भन्न चाहन्छौँ होइन। त्यही नै हो, अब नयाँ सरकारले गर्दैछ, गर्नेछ, हामीलाई आशा छ। र मनोज सरले पनि केही कुरा राख्न सक्नुहुन्छ? अब आउने हाम्रो जति पनि अहिले सर्बियामा आउन चाहनेहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ? आउनुहोस्, त्यही हो, राम्रो छ ठाउँ, कन्ट्री राम्रो छ, बुझेर आउनु होला। काम कस्तो छ, कम्पनी कस्तो छ, बुझेर आउनु होला, राम्रो छ। सबभन्दा मेन कुरा भनेको त्यही नै हो, बुझ्नु आवश्यक छ कम्पनी। तर आउँदाखेरि जति हाम्रो दाजुभाइ नेपाली आए पनि थोरै भए पनि स्किल सिकेर आउँदा झन् बेटर। स्किल आफूमा जुनसुकै सेक्टरमा भए पनि, किचन हेल्परमै भए पनि स्किल सिकेर आउँदा एकदम तपाईँलाई सहज, झन् हाम्रो बेस राम्रो
सजिलो काम पाउँछ, यहाँ काम आएर पनि काम गर्न पनि सजिलो कम्फर्ट हुन्छ। म त यति भन्छु नेपाली दाजुभाइहरूलाई जति आउनुहुन्छ विदेशमा अलिकति काम सिकेर आउँदा अलि झन् सजिलो आफूलाई चाहिँ भन्ने एउटा हाम्रो दाजुभाइलाई एकदम आउने दाजुभाइहरूलाई चाहिँ त्यही भन्न चाहन्छु। ल धन्यवाद छ तपाईँलाई, एकदम राम्रो यो पोइन्ट कुरा गर्नुभयो उहाँले चाहिँ। किनभने तपाईँहरूसँग एक्सपिरियन्स छ भने चाहिँ एकदम राम्रो हो, बेस्ट हो है यो। किनभने यहाँ आएर तपाईँहरूले दुःख पाउनुहुन्छ, तपाईँसँग स्किल छैन भने तपाईँहरूलाई यहाँनिर अब यदि तपाईँसँग होटेलको कुनै एक्सपिरियन्स छैन भने चाहिँ तपाईँ डाइरेक्ट जाने भनेको भाडा माझ्न हो, सिधा भाडा माझ्ने हो। अब तपाईँहरूलाई कति महिना लाग्छ त्यहाँनिर भाषा सिक्नु पऱ्यो होइन, भाषादेखि लिएर काम सिक्नु पऱ्यो, त्यसपछि बल्ल तपाईँहरूको एउटा स्टेप बाई स्टेप लेभल बढ्ने होइन। नत्र भने चाहिँ हामी स्यालेरी पनि सानो हुन्छ र काम पनि सानै हुन्छ। सो उहाँले भनेको कुरा राम्रो हो। यदि तपाईँले भाषा जानेको छैन भन्यो भने तपाईँले यदि स्किल छ भने त त्यहाँनिर आफू त एउटा धारिलो हतियार जस्तो भयो नि, मलाई काम आउँछ म सक्छु भन्न त पायो नि त होइन। सो त्यो हुनाले चाहिँ उहाँले एकदम राम्रो कुरा गर्नुभएको हो। अब भने हामी यो भिडियोलाई अन्त्य गर्न चाहन्छौँ। फेरि पनि यस्तै नै भिडियोहरू ब्याक टु ब्याक लिएर आउनेछौँ र मेरो साथमा उहाँ दुईजना सधैँ आउनुहुनेछ अब है हामीसँग। हामी सँगै छौँ, जोइनमा छौँ, हामी अहिले त्यही फ्यामिलीबाट बसेका छौँ। ठिक छ, जय सर्बिया, जय नेपाल। ओके गाइज, सी यू गाइज। ओके, शुभ दिन। थ्याङ्क यू सो मच एभ्रिबडी। सधैँ यसरी नै माया गर्नु होला, किप लभिङ। ओके गाइज, सी यू। बाई भन्दैन, सी यू गाइज।